28 वर्ष गाडी चलाएर पनि एकचोटि पनि दुर्घटना नभएको एकजना चालक काठमाडौँदेखि सुर्खेतसम्मको बस चलाउने एउटा ड्राइभर जुन भीमबहादुर बोहरालाई हाम्रो कर्णाली प्रदेश सरकारले सम्मान गरेको छ क्या। 28 वर्षसम्म पनि एकचोटि पनि दुर्घटना भएर हिँड्छ क्या। अब यो ड्राइभरको मात्रै नभएर यो ट्राफिक नियम रुल्स सबैको योगदान छ क्या हैन। त्यसैले अब तपाईहरुले अहिलेसम्म त सुन्नु भयो होइन होला हैन। 28 वर्ष गाडी चलाएर एकपटक पनि दुर्घटना नभएको भनेर हैन। एकदम यो भने योगदान योग्य हैन। सबै चालकहरूले यो बुझ्नुपर्ने पनि जरुरी छ। त्यसैले हाम्रो जुन कर्णाली प्रदेश सरकारले सम्मान पनि गरेको यो भिडियो सबैजनाले हेर्नुभयो होला हैन।